सिन्धुलीको बाटो अब हिँड्दैछौँ। हाट चाहिँ ठुलो रहेछ जे होस् है मामा? पारे पनि रोड खन्दै रहेछ। पारे रामेछाप। ए यसको पारे रामेछाप हो? रामेछाप अहिले त फुलकोटबाट उता जाने ठाउँ। ब्लगहरू पनि बन्दै रहेछ। यो खोलामा त ऊहरू पाउँछ भने होइन मामा? गयो गयो त के को पाउँछ? सुन चाहिँ पाउँछ अरे। सुन चाहिँ यहाँ सुनकोसी हो नि त। सुन पहिला पहिलाको मान्छेहरूले बालुवामा सुन चाल्थ्यो क्या। सुरुको चालेर सुनको ढुङ्गोहरू निकाल्थ्यो। तर साँच्चैको पाउँछ होला त मामा? पाउँछ। नेपालमा पनि एउटा पश्चिमतिर कुन खोलामा पनि त्यसरी चालेर अहिले पनि त्यही तिनीहरूको हाजिरा नै त्यसरी गरिरहेछ क्या। हाजिरमा होइन, उनीहरू आफै त्यसरी गरेर एउटा मान्छेले त 9 किलो बनाएको थियो अरे। कति वर्ष लाग्यो कि? है कति जम्मा 9 किलो बेच्छ अरे उसले। 9 किलो भने चाहिँ कति निकाल्यो होला? तर धेरै वर्ष लाग्यो होला नि। 9 किलो भने त यहाँ उता बगरमा होइन ड्रोनबाट खिचेर अनि यो खोला र बगरको मात्रै सिनमाथिबाट निकाल्नु अन्त यहाँ स्विजरल्यान्डतिर छ कि क्या हो मान्छेहरू भन्छ होला। अपलोड गर्दै क्यामेरा चाहिँ अलिक राम्रो हुनुपर्छ, डिएसएलआरले हान्नुपर्छ। हेर त ऊ ठ्याक्कै स्विजरल्यान्डकै जस्तो सिन छ। भोक लाग्यो। अब कहाँ जानु त? बालो खानी जाने हो तल बालो छ हेर्नु। गाडी धुन दिएर केही मलाई त भोक चाहिँ लागेको छैन। भोक भन्दा मलाई तिमीहरू खाजा खाऊ न। लास्टै गाह्रो भइरहेछ त मलाई।